वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म युट्युबको यस्तो फिचर बताउन गइरहेको छु जुन हजुरले आजसम्म सुन्नु नै भएको छैन। यो फिचर हजुरले आज नयाँ बार सुन्नुहुन्छ र यो फिचरले हजुरलाई यति सहयोग गर्नेछ कि हजुरले कुनै पनि एआई टुलको प्रयोग गर्नु पाइने छैन, मतलब पर्ने छैन। हाम्रो यो युट्युबको एआई टुलले हाम्रो भिडियो जेनेरेसन गरिदिन्छ, आफै इमेज जेनेरेसन गर्छ अनि भिडियो जेनेरेसन गर्छ, एकदम खतरा गर्छ साथीहरू। यो अझै पनि फर्स्ट टाइममा आएको छ र यो टेस्टिङमै छ। हजुरहरूलाई यो भिडियोमा सब बताउने छु यो युट्युबको फिचरको बारेमा। हजुरले भिडियोले अन्तिमसम्म हेर्नु होला। हामी पहिलो कुरा युट्युबमा जान्छौँ। हामीले युट्युबमा गएर हामीले प्लस आइकनमा क्लिक गरेर सर्टमा जान्छौँ र केही हामीलाई यो यहाँ देख्न सक्नुहुन्छ। क्लिप युज गरेर देखाउन गइरहेको छु। म अहिले अब देख्न सक्नुहुन्छ यस्तो खतरा धमाकेदार भिडियो बनाइदिन्छ। हजुरले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अहिले सब हेर्न सक्नुहुन्छ यस्तो धमाकेदार हुन्छ कि मोसन पनि हालिदिन्छ कि यति त टाइम हेर्नुहोस् त। यो मान्छे यता छ, यस्तो धमाकेदार बनाउन सक्छ र कुनै पनि एआईले। आफै सोच्नुहोस्। अब युट्युबले नै यस्तो प्रगति गरिहाल्यो। अब हामीले यो भिडियोलाई सिधा सेभ टु डिभाइस पनि गर्न सक्छौँ अनि यसमा काटेर फेरि अर्को पनि हाल्न सक्छौँ। अब यो भयो अनि सक्नुहुन्छ क्रिएट ब्याकग्राउन्डमा जान सक्नुहुन्छ अनि यसमा चाहिँ मैले लेखेको छु अ क्रिस्टल बटरफ्लाई प्लट विथ ओपन विङ्स एट द टप अफ द इन्हान्स मर्स फरेस्ट। हजुरले अब यसमा हजुरले जुन सुकै पनि कार्टुनमा बनाउन सक्नुहुन्छ। यो जुन सुकै पनि म अहिले यो भेजिन्टेजमा बनाउन गइरहेको छु। भेन्टेज हल्का टाइम लिएर भिडियो फोटो बन्न हेर्न सक्नुहुन्छ। कति प्रोफेसनल लागेको साथीहरू, हेर्नुहोस् त यो। वाउ। अब यसबाट हामी भिडियो बनाउन सक्छौँ है। भिडियो बनाउँ है, यसको कति खतरा देखिन्छ। हजुरले थाहै छैन यति छिटो गर्छ, यति छिटो। लियोनार्डो एआई कुनै पनि चाहिँदैन। अब हेर्न सक्नुहुन्छ यस्तो यो। वाउ, कस्तो मोसन छ। अब साथीहरू यस्तो छ अनि त्यसपछि म अब इमेज पनि बनाउन सक्नुहुन्छ। म अहिले अड्रेस विथ द वाइल्ड फ्लावर्स अन द बेड इन ग्रासमा बनाउन गइरहेको छु। अहिले हजुरलाई हेम्स्टर बनाएको थिएँ, अब म चाहिँ पोलिगोनमा बनाउन गइरहेको छु है। कस्तो छ रहेछ। वाउ, हेर्न सक्नुहुन्छ त कस्तो धमाकेदार छ। यता हेर्न सक्नुहुन्छ यो। यसबाट भिडियो बनाउन सक्छौँ हामी। यस्तो पनि सक्छ। अब चाहिँ हजुरहरूलाई यसबाट सबै चिज गर्न सक्नुहुन्छ। के हजुरलाई यो पहिलोचोटि पत्ता लागेको हो र कुनै पनि कुरा हजुरले यहाँभन्दा अगाडि पत्ता लगाइसक्नु भएको थिएन होला। यो फिचरको बारेमा मैले नै भिडियो बनाएको हुँ। हजुरहरूलाई यो फिचर राम्रो लाग्यो भने हजुरलाई मेरो भिडियोलाई लाइक गरिदिन सक्नुहुन्छ अनि कमेन्ट गरिदिन सक्नुहुन्छ। हजुरलाई यो भिडियो मन पर्यो भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला है त।